के छ अङ्कल अनि यो बाटो त बनेछ त नि बन्यो बाटो राम्रो बनिरहेछ अँ ठिक्क लेभलको छ अँ राम्रै छ भनेपछि यो बाटो कहाँसम्म बन्यो अहिले यसरी गोरेटो बाटो अहिले यो बाटो पहिला बनाएको थियो तल बन्चरे बजारदेखिको माथिसम्म अँ त्यहाँबाट अहिले माथिको उता बाब्रे आउने रोडबाट माथि बरपिपलसम्म बनिरहेछ आङ वडा कारलाई जोड्ने कुरो छ भनेपछि यो बाटो बनेर अहिले कतिको सहज भएको छ ठिकै छ बच्चा बच्चीलाई राम्रोसँग हिँडिरहेका छन् राम्रोसँग यो बाटो भनेपछि हिलेपानी स्कुल जान अनि यहाँबाट बन्चर स्कुल झर्न होइन त यो त माथि यो पहिलाको हुलाके बाटो हो लापिलाङ गुजरपादेखिकै तल घाटमा आउने बाटो हो यो राम्रो बाटो हो पुरानो पहिलाको जुगमा चाहिँ हुलाके बाटो भन्थे ठिकै छ भनेपछि नेपाली काङ्ग्रेसको वडा अध्यक्षले राम्रै काम गरिरहेछन् ठिकै छ अहिलेसम्म गरेका कामहरू हजुर थोडा बहुत राम्रै छ विकास एकदम तीव्र गतिमा भइरह भइरहेको छ खोजी खोजी गाउँलेलाई सोधिकन हजुर राम्रै गरेको छ उतापट्टिको गाउँभित्र पनि छिरेको छैन बाटो यो गोरेटो बाटो छिरेको छ सानजुन 200 मिटर जति सोलिङ भएको छ अब आउनेको सालमा ढलन हाल्ने कुरो छ यो के हो यसै वर्ष सोलिङ गरेको के अरे यो सिँढी के अरे सिँढी भनौँ यो मुनिको ड्राइभर लगाएको कि सोलिङ पनि यही वर्ष ढलन पनि यही वर्ष ल अनि यो अलि क्युरिङ चाहिँ गर्नुपर्ने छ है क्युरिङ अब पानीको अभाव अस्ति 5-7 दिन हाल्यो अब फेरि हाल्दैछन् डरम त्यहाँ छ बाटामा ए बाटोमा ड्रम छ त्यहाँ भरेर हाल्छ नि ए यहाँ तल पनि ड्रम रहेछ तल पनि छ माथि पनि छ ए ल ल ल ल राम्रो भनेछ ल ल कालिम्पोङ 4 मा चाहिँ राम्रै हुँदो रहेछ